जन्मिँदै रिम्बो केरा हुर्किएकोमा आफू भित्रै टुक्रिएकोमा जाँदैछु नौ डाँडा काटेर तिमीलाई एक्लै छाडेर माउन्जेल पर्खिराख है आमा घरको दैलो खुल्लै राख है आमा माउन्जेल पर्खिराख है। 1 महिना बढी भइसक्यो, एकदम एक्साइटेड भयो, वेट गरिराखेको थियो, एकदम एक्साइटेड थियो कि कहिले यो सङ्ग आउँछ अनि म हेर्छु सुन्छु भनेर। फाइनली यो सङ्ग आज आइसकेको छ। नेपालको बिगेस्ट सुपरस्टार पल शाहको अबाट आमा मुभिजको दोस्रो सङ्ग जाँदैछु नौ डाँडा काटेर यो सङ्ग आइसकेको छ होइन। अनि यो सङ्ग मैले हेर्दाखेरि म एकदम इमोसनल भइसकेको थियो, एकदम होइन भावुक भइसकेको थियो, आँखाबाट आँसु पनि आइसकेको थियो होइन। त्यो पोसेर मैले भिडियो बनाइराखेको छु। अनि यो सङ्ग भनेको एकदम राम्रो छ होइन, एकदम सुन्दाखेरि त कस्तो झन्नन के एकदम होइन घुसबम आउने खालको होइन, शरीरमा पुरा घुसबम आउने खालको सङ्ग छ होइन, एकदम दामी बवाल सङ्ग छ। अबाट आमा मुभिजको टिजर आएको झन्डै 1 महिनाभन्दा बढी भइसकेको छ। अनि त्यही टिजरमा मैले सुनेको थियो जाँदैछु नौ डाँडा काटेर तिमीलाई एक्लै छाडेर माउन्जेल पर्खिराख है आमा घरको दैलो खुल्लै राख है आमा। यो सङ्ग मैले सुनेको थियो त्यो टिजरमा, र त्यहाँ दिनदेखि नै म यो सङ्गको लागि एकदम वेट गरेर बसिरहेको थिएँ होइन, कि कहिले आउँछ भनेर एकदम भनौँ न एकदम कस्तो एउटा मनमा खल्दुई भएको थियो। त फाइनली यो सङ्ग आज मैले हेरिसकेको छु अनि मलाई एकदम राम्रो लागेको छ होइन। यो सङ्ग सुन्दाखेरि हेर्दाखेरि एकदम राम्रो लागेको छ होइन। अनि भन्ने केही शब्दै छैन। यसको टिजर पनि दामी थियो, एकदम राम्रो थियो। यसको पहिलो सङ्ग पनि एकदम राम्रो थियो, सृष्टिको पहिलो नाम अबाट आमा, त्यो सङ्ग पनि एकदम इमोसनल खालको थियो। र त्यही सङ्ग अहिले फेरि युट्युबमा अपलोड गरेको छ, त्यसको नाम चेन्ज गरिदिएको छ, लेजा खबर ए हावा नाम चेन्ज गरेर फेरि अपलोड गरेको छ। अनि तपाईँहरूले यो नयाँ सङ्ग हेर्नुभयो भने तपाईँहरूलाई कस्तो लाग्यो त्यो कमेन्ट गरिदिनु होला। अनि तपाईँहरूले हेर्नु भएको छैन भने प्लिज होइन एकचोटि गएर हेर्नु होला। यो सङ्ग एकदम दामी छ होइन, राम्रो छ मेरो नजरमा होइन। त्यो पल शाह भनेको नेपालको ठुलो बिगेस्ट सुपरस्टार हो जस्तो मलाई फिल हुन्छ, मलाई लाग्छ। त्यसैले मैले त्यसैलाई आफ्नो तर्फबाट भनौँ न नयाँ नाम दिएको छु, नेपालको बिगेस्ट सुपरस्टार। अनि तपाईँहरूले के कस्तो लाग्यो त्यो पनि कमेन्ट गरिदिनु होला। अनि प्लिज होइन सपोर्ट गर्नु, तपाईँहरूको साथ र सपोर्टको एकदम आवश्यकता छ मलाई। अनि च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने प्लिज च्यानललाई सब्सक्राइब अनि भिडियोलाई लाइक सेयर कमेन्ट गरिदिनु होला। अनि अर्को भिडियोमा हाम्रो फेरि भेट हुन्छ। तबको लागि जय नेपाल।